नमस्कार सबैलाई। आजको भिडियोमा हामी अनलाइनबाट डकुमेन्ट एटेस्टेसन कसरी गर्ने भन्ने कुरा सिक्ने छौं। यो प्रक्रिया नेपाल सरकारको डिपार्टमेन्ट अफ काउन्सिलर सर्भिस नेपालको आधिकारिक वेबसाइट att.nepalcounselor.gov.np मार्फत गरिन्छ। यदि तपाई विदेश जाने तयारीमा हुनुहुन्छ भने यो जानकारी धेरै उपयोगी हुनेछ। त्यसको लागि सबैभन्दा पहिला आफ्नो ब्राउजरमा जानुस्। ब्राउजरमा एड्रेस बारमा टाइप गर्नुहोस् att.nepal.gov.np हाल्नुहोस्। त्यसपछि यस्तो इन्टरफेस खुल्छ। यसमा चाहिँ कसरी भर्ने भनेर यहाँ नियमहरु पनि सिकाएको छ। यो नियम फलो गरेर तपाईले यो नियम अनुसार फलो गरेर आफूले पनि भर्न सक्नुहुन्छ। यो नियम पढिसकेपछि यसमा चाहिँ टिक लगाउनुस्। मैले माथि दिएको अनलाइन फर्म भर्ने तरिका पढे भनेर दिएको छ, यसमा टिक लगाउनुस्। त्यसपछि नेक्स्ट गर्नुहोस्। नेक्स्ट गरिसकेपछि यहाँ क्याप्चा फिलअप गर्नुहोस्। PFTGTB क्याप्चा फिलअप गरिसकेपछि यस्तो इन्टरफेस खुल्छ फेरि। अनि डिस्प्याच नम्बर भनेको छ। अब मैले आज चाहिँ पुलिस रिपोर्टको कागज चाहिँ प्रमाणीकरण गर्नको लागि सिकाउँदै छु। मसँग एउटा पुलिस रिपोर्टको प्रमाणपत्र छ। त्यसलाई चाहिँ काउन्सिलरबाट भेरिफाई गर्नको लागि चाहिँ सिकाउँदै छु। यसलाई ओपन गर्नुस् अनि ओपन विथ PDF। यसमा चाहिँ यहाँ तपाईको डिस्प्याच नम्बर भनेर दिएको छ। यो डिस्प्याच नम्बर चाहिँ यो माथि यसमा चाहिँ फिलअप गर्नुस्। म चाहिँ अनि यतापट्टि चाहिँ डेट अफ बर्थ दिएको छ। डेट अफ बर्थ फिलअप गर्नुस्। त्यसपछि सबमिटमा क्लिक गर्नु। अनि त्यसपछि हाम्रो यस्तो इन्टरफेस खुल्छ। यसमा चाहिँ हाम्रो यहाँ आफ्नो डकुमेन्ट छ कि छैन भनेर भेरिफाई पनि गर्न सक्नुहुन्छ। भ्यू कपी अफ पुलिस रिपोर्टमा क्लिक गर्नुस्। ठिकै छ। त्यसपछि अब यहाँ मोबाइल नम्बर पनि हाल्नुस्। त्यसपछि नेक्स्टमा क्लिक गर्नुस्। नेक्स्टमा क्लिक गरिसकेपछि अब हाम्रो रेफरेन्स नम्बर यहाँ दिएको छ। ABP नम्बर यहाँ छ हैन। अब यसलाई चाहिँ अनलाइन पेमेन्ट गर्न चाहनुहुन्छ भने पे नाउमा क्लिक गर्नुस्। भाउचर बैंकबाट तपाईले तिर्न चाहनुहुन्छ भने बैंक भाउचर पनि यहाँ प्रिन्ट गर्न सक्नुहुन्छ। आज हामी चाहिँ अनलाइन पे गर्छौं। तपाईहरुलाई अनलाइन पे गरेर देखाउँछु है त। त्यस पे नाउमा क्लिक गर्नुस्। अनि यस्तो इन्टरफेस खुल्छ। यसमा चाहिँ हाम्रो भुक्तानीको लागि चाहिँ कनेक्ट IPS, ई-सेवा, IMA पे, खल्ती, नेपाल पे बाट हामीले भुक्तानी गर्न सक्छौं। कुनै एउटा चाहिँ भुक्तानीको लागि कुनै एउटा वालेट अथवा कनेक्ट IPS चुज गर्न सक्नुहुन्छ। ल यसरी एउटा पेमेन्ट गरिसकेपछि तपाईको पुलिस रिपोर्ट काउन्सिलरबाट छाप हानेर आउँछ। त्यसको लागि फेरि तपाईले att.nepalcounselor.gov.np को वेबसाइटमा गएर डाउनलोड गर्न सक्नुहुन्छ। डाउनलोड एटेस्टेड PCC भनेको छ। यसमा क्लिक गरेर तपाईले आफ्नो रेफरेन्स नम्बर र डिस्प्याच नम्बर हानेर चाहिँ तपाईले यहाँबाट चाहिँ आफ्नो काउन्सिलर भेरिफाई भएको पुलिस रिपोर्ट डाउनलोड गर्न सक्नुहुन्छ। हस् त धन्यवाद। आजको यो भिडियो कस्तो लाग्यो? यदि यो भिडियो तपाईलाई उपयोगी लाग्यो भने लाइक, शेयर एन्ड च्यानल सब्स्क्राइब गर्न नबिर्सनु होला। यस्तै जानकारीमूलक भिडियोको लागि हाम्रो च्यानलसँग जोडिनु होला। हस्त धन्यवाद।